आज साउन 13 गते अर्थात् गुरु पूर्णिमा, व्यास जयन्ती पनि भनिन्छ यसलाई। आजको दिनमा बाघ दिवस पनि छ। तर वास्तवमा हामीले गुरु पूर्णिमा कसरी मनाइरहेछौँ त? गुरुको फोटोमा भएको गुरुको निधारमा अबिर लगाएर, फुलमाला लगाएर वास्तविक गुरुहरूलाई भेटेर उनलाई माला लगाइदिएर उनको खुट्टामा ढोगेर के गुरुको सम्मान हुन्छ? के यति हो त गुरु पूर्णिमा भनेको? गुरुहरूको यो यस प्रकारको हामीले जो सम्मान गरिरहेका छौँ, यसले गुरु पूर्णिमालाई कता लगिरहेको छ त? गुरु पूर्णिमा केवल एउटा औपचारिकता मात्रै हो र? वर्षभरि गुरुको अवस्था के छ त? वास्तवमा हामी हेरौँ त एकचोटि, गुरु भनेको मानिसको जीवनमा अन्धकारबाट उज्यालोतिर लग्ने व्यक्ति हुन्, जसले हजारौँ विद्यार्थीहरूलाई, हजारौँ व्यक्तिहरूलाई, हजारौँ युवाहरूलाई, देशको भविष्यलाई अन्धकारबाट उज्यालोतर्फको मार्ग देखाउने गर्छन्। तिनको सामाजिक प्रतिष्ठा के छ त? तिनको आर्थिक अवस्था कस्तो छ त? तिनको भविष्य कतिको सुरक्षित छ त? तिनले अस्पतालमा के सुविधा पाइरहेछन् त? तिनले हाम्रो समाजमा तिनको अवस्था कस्तो छ त? वास्तवमा यो कुराहरू प्रमुख कुराहरू। गुरुहरूको सम्मान भनेको यस्तो कुराहरूमा हुनुपर्छ। आज हामी के देखिरहेछौँ भने एउटा शिक्षकलाई आफ्नो परिवार चलाउन धौ भइरहेको छ। यो गर्मीमा शिक्षकहरू अनेकौँ स्कुलमा एक पिरियड घन्टीको लागि दौडिनु परिरहेको छ। यही हो त गुरु पूर्णिमा? यही हो त गुरुले पाएको सम्मान? जबकि हामी के देख्छौँ भने हाम्रै समाजमा एउटा गुरु, जसलाई हामी धार्मिक गुरु भन्छौँ, ऊ एउटा कथा वाचन गर्छ। के कथा भन्दाखेरि आस्थाको कथा, विश्वासको कथा, जसमा विज्ञान छैन, प्रमाण छैन। यस्तो कथा वाचन गरे बापत उसले लाखौँ करोडौँ रुपियाँ पाउँछ। उसले ऐसो आरामको जीवन बिताइरहेको छ। ऊ कारमा हिँडिरहेको छ। उसले सरकारबाट सुरक्षा पाइरहेको छ। उसले कुनै ट्याक्स पनि तिर्नु पर्दैन। शिक्षकहरूको अवस्था के छ त? हो, त्यसैले गुरुको सम्मान गर्ने भनेको व्यवहारमा हो। त्यो केवल फेसबुकका पेजहरू आज ह्याप्पी टिचर्स डे भनेर लेखेर फुलबुट्टा भरेर त्यसको महत्त्व कम हुन्छ, बढ्दैन, उदासीन हुन्छ। गुरु पूर्णिमालाई व्यापारको लागि, गुरु पूर्णिमालाई औपचारिकताको लागि जबसम्म हामी गरिरहन्छौँ तबसम्म गुरुहरूको आदर्श, गुरुहरूको सम्मान हामी गरेको देखिँदैन।